विश्व स्वास्थ्य सङ्गठन WHO का सदस्य मुलुकबीच भविष्यका महामारीको सामना गर्ने सम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो? सन् 2025 अप्रिल 16। कोभिड-19 को समयमा गरिएका गल्ती नदोहोर्याई भविष्यका महामारीसँग जुझ्ने उद्देश्यका साथ ऐतिहासिक सम्झौतामा सहमत भएका। सम्झौताको मूल उद्देश्य रोगविरुद्ध औषधि कम्पनीसँग द्रुत साझेदारी सहज बनाउनु र महामारी विरुद्धको सङ्घर्ष सहज पार्नु हो। नेपाल नम्बर 2 नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मूर्तिकला सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 वैशाख 5 देखि 6 काठमाडौँमा। सम्मेलनले 15 बुँदे घोषणापत्र जारी गरेको। नम्बर 3 कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ? विक्रम सम्वत 2082 वैशाख 18 र 19 गते। यसअघि माघ 11 देखि 13 का लागि तय गरिएको सम्मेलन स्थगन भएको थियो। सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग पर्यटन क्षेत्रका आयोजना बढी रहने जनाइएको। नम्बर 4 नेपालमा हाल 2082 वैशाख सम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 899 पुगेको छ। त्यसै गरी नम्बर 5 नेपालको प्रवास दर प्रति हजार जनसङ्ख्यामा कति रहेको छ? 7.5%। नम्बर 6 हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित छ? जैमनी नगरपालिका पैयुँ थन्थाप। नम्बर 7 शिलापत्र वर्ष खेलाडी 2081 घोषित हुन सफल खेलाडीको हुन् पलेसा गोवर्धन। उनले सन् 2024 को पाराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक काँस्य दिलाएकी। उनी दोस्रो पटक वर्ष खेलाडी घोषित भएकी। यसअघि 2078 सालमा पनि उनी शिलापत्र वर्ष खेलाडी घोषित भएकी हुन्। शिलापत्र वर्ष खेलाडी 2080 क्रिकेटर दिपेन्द्र सिंह ऐरी घोषित भएका थिए। नम्बर 8 वर्ल्ड इकोनोमिक फोरमको यङ ग्लोबल लिडर 2025 छनौट हुन सफल व्यक्तित्वको हुन् कामपा उपमेयर काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल। नम्बर 9 कफी खेती संरक्षण 2075 अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो? काभ्रेपलाञ्चोक। दोस्रोमा स्याङ्जा र तेस्रोमा सिन्धुपाल्चोक। नम्बर 10 व्हाइट हेलमेट केसँग सम्बन्धित छ? सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन। नम्बर 11 पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरनेटद्वारा सञ्चालनमा ल्याइएको डाटाबेसलाई के भनी चिनिन्छ? आइफेमिलिया। नम्बर 12 नेपालमा सन् 2025 सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ? 24%। सन् 2030 सम्म 14%मा झार्ने लक्ष्य रहेको। कृषि ज्ञान केन्द्र स्थापना कहाँ गरिने भएको छ? नम्बर 13 को क्वेसन कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ? फक्ताङलुङ गाउँपालिका ताप्लेजुङमा। नम्बर 14 नेपालले कहिलेसम्म हात्ती पहिलो रोग निवारण गर्ने लक्ष्य लिएको छ? यसको सही उत्तर हो सन् 2030। नम्बर 15 विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रिल 22 होइन। सन् 2025 को नारा आवर पावर आवर प्लानेट, हाम्रो शक्ति हाम्रो प्लानेट। सन् 2009 मा संयुक्त राष्ट्रसङ्घको 63औं महासभा बैठकले अप्रिल 22 को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको। नम्बर 16 मिसेस डिभा नेपाल 2025 को ताज चुम्न सफल युवतीको हुन् सङ्गीता अधिकारी। सिनामङ्गल काठमाडौँ। उनले ताजसँगै एनएफइए अवार्ड 2026 लन्डनमा सहभागी हुनका लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी। नम्बर 17 पोप फ्रान्सिसको निधन कहिले भएको हो? सन् 2025 अप्रिल 21 88 वर्षको उमेरमा पोप फ्रान्सिसको निधन 21 अप्रिल 2025।
पोप फ्रान्सिसको नाम जर्ज मारियो बर्गोग्लियो हो। उनी रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो ल्याटिन अमेरिकी जेसुइट थिए। नम्बर 18 सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 वैशाख 8 गते। नम्बर 19 भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्यो? 20 अप्रिल 2025। नम्बर 20 विषु पर्वका प्रचलनमा रहेको छ सुदूरपश्चिम। नम्बर 21 वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर कुन हो? ललितपुर महानगरपालिका। नम्बर 22 भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो? धर्म कचहरी। नम्बर 23 ए हाउस फर मिस्टर विश्वास र इन अ फ्री स्टेट नामक कृतिका सर्जक हुन् VS नायपाल। नम्बर 24 पार्लियामेन्ट अफ नेपाल नामक मोबाइल एप कहिले सञ्चालनमा आएको हो? विक्रम सम्वत 2074 श्रावण 12। नम्बर 25 संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस जलवायु प्रतिज्ञा 2025 कहिले सुरु गरेको हो? विक्रम सम्वत 2081 वैशाख 11। ओके साथीहरू, मैले तपाईँलाई आज गोर्खापत्रमा प्रकाशित विभिन्न आयोगका लागि महत्त्वपूर्ण भिडियो सामग्रीहरू लिएर उपस्थित भएँ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, साथै समानको बेल आइकन पनि क्लिक गर्न नभुल्नुहोला। ओके, थ्याङ्क यू।